सबैभन्दा पहिला के जानकारी गराउँ भने आज भौतिक पूर्वाधार विकास मन्त्रालयलाई यो बाटोको बारेमा हामीलाई तपाईहरुले यहाँको उपभोक्ताहरूले निमन्त्रणा गरेर हामी आएको होइन। यो कुरा पहिला बुझ्नु पर्यो। अघि बोल्ने वक्ताहरूले, चासो राख्ने वक्ताहरूले, आम सरकारवाला राख्ने वक्ताहरूले बोल्दा चाहिँ कस्तो गर्नुभयो भने यहाँ तपाईहरुले पीडा भोग्नु भएको थियो, त्यो पीडाको महसुस मन्त्रालयले पनि गरेको थियो। तर तपाईहरुले अहिलेसम्म यो बाटोको समस्याको बारेमा मन्त्रालयमा चाहिँ तपाईहरुले भन्नुभएको छैन, कसैले पनि भन्नुभएको छैन। तर हाम्रो पूर्वाधार कार्यालय मार्फत यो बाटो क्रोनिक योजना छ, यो बाटो रुग्न छ, यो बाटो अलपत्र छ, त्यसकारणले मन्त्रालयको टोली आउनुपर्छ भन्ने जुन खबर गर्नुभयो त्यो अन्तर्गत हामी आएको छौँ। यति कुरा पहिला बुझ्नु पर्यो। र उहाँहरूले पनि किन खबर गर्नुभयो भने मैले भौतिक पूर्वाधार विकास मन्त्रीको रूपमा म आएको धेरै लामो समय भएको छैन, मात्रै 6 महिना पुग्न लागेको अवस्था छ। तर हाम्रो पहिलो निर्णय के छ भने प्रदेशभरिका रुग्न आयोजनाहरू, क्रोनिक आयोजनाहरू अथवा बुझ्ने गरी भाषामा भन्दा यी यस्ता आयोजनाहरूको बारेमा अब मन्त्रालयमा छलफल हुँदैन। स्थलगत जहाँ समस्या छ त्यहाँ मन्त्रालय उपस्थित हुने भन्ने निर्णय, मन्त्री स्तरीय निर्णय मैले गरेको छु। त्यो निर्णय अनुसार पनि हामी यहाँ उपस्थित भएको छौँ। र यहाँ आउँदै गर्दा मन्त्रालयको प्रतिनिधि आएको होइन। हामी छ्याङ्ग रूपमा भाषा गर्दाखेरि आज सङ्खुवा सभामा कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय उपस्थित भएको छ। मन्त्री यहाँ छु, म सचिव यहाँ हुनुहुन्छ, महाशाखा प्रमुख यहीँ हुनुहुन्छ, प्रशासकीय प्रमुख यहीँ, प्रशासन प्रमुख यहीँ हुनुहुन्छ, यो कार्यालयको डी हामीले यहीँ लिएर आएको छौँ। यहाँ मन्त्रालय उपस्थित भएको, यहाँ मन्त्रालयको चाहिँ आज उपस्थितिमा छलफल भइरहेको छ। त्यसलाई तपाईँहरूले अलिकति मध्यनजर गर्नुभएको थियो भने यो हामी जडमा पुग्न सक्छौँ भन्ने छ। हामीले के सुन्न चाहेको भने यो बाटो किन भनेन, हामीमाथि नै पनि हामीलाई प्रश्न थियो। एउटा कुरामा म आज खुसी पनि छु, ढुक्क पनि भएर फर्किने अवस्थामा छु। कम्तीमा पनि भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यालय सङ्खुवा सभा मार्फत यहाँ गल्ती भएको रहेनछ। र मभन्दा अगाडि मन्त्री धेरै हुनुभयो, उहाँहरूले पनि यहाँ पेमेन्टमा समस्या पार्नु भएको रहेनछ। यहाँ पेमेन्टको समस्या त रहेनछ। मलाई डर थियो निर्माण व्यवसायीले पेमेन्ट नगरेपछि काम हुन्छ त भन्ने प्रश्न उठाउनुहुन्छ कि भन्ने अलिकति डर थियो। त्यसको म्यानेज गर्छु भनेर आएको हो नि म। तर त्यो कुरा त होइन रहेछ। उहाँले आफैले बोल्दै भन्नुभयो पेमेन्टको समस्याले पनि होइन, बरु उहाँले के भन्नुभयो भने अन्त पनि मैले ठेक्का हालेको छु, त्यसको समस्याले हो भन्दै हुनुहुन्छ। भनेपछि उहाँले इसारा गर्नु यहाँको पैसा अर्कोतिर लगाइसक्नुभयो, त्यो बुझियो होइन। त्यसमा पनि अहिले एकछिन पछाडि म बोलौँला। र मात्रै कुरा के हो भने अब त्यो हामी मन्त्रालय अथवा चाहिँ पूर्वाधार कार्यालय मार्फत कमजोरी देखिएन। त्यो नदेखिसके पश्चात मलाई अर्को डर थियो, कतै जग्गाको विवादले अथवा वनको सम्बन्धीको मुद्दाहरूले विवादहरूले यो बाटो रोकिएको हो कि, बालुवा नपाएर, गिटी नपाएर, ढुङ्गा नपाएर, भूगोलको जमिन खन्न नपाएर रोकिएको हो कि भन्ने डर थियो। त्यो पनि होइन रहेछ। भनेपछि अब केले रोक्यो भन्दै गर्दाखेरि एक मात्रै कमजोरी निर्माण व्यवसायीको देखियो। अब निर्माण व्यवसायीले बोल्दै गर्दा चाहिँ निर्माण व्यवसायीको जस्तो जस्तो भाष चाहिँ थोरै नेता जस्तो चाहिँ धेरै आयो गन्ध नि। र अलिअलि नागरिकहरूलाई धम्क्याउन खोज्नुभयो कि भन्ने जस्तो पनि देखिन्छ। अदालत छ नि, अदालत भन्ने जस्तो नि। अदालत त तपाईँले जितेर आइसक्नुभयो नि एकचोटि। र नागरिकहरूले झुकिनु नपर्ने कारण के छ भने उहाँले मुद्दा जहिले जितेर आउनु त्यो दिनदेखिको गणना हुन्छ नि। यहाँ ढिलो भएको कारण चाहिँ मुद्दा लडेर भन्ने कुरा भन्ने त्यसको छुट छैन। मुद्दा जितिसके पश्चात भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको कार्यालयमा सम्झौता भएको होला नि त। अनि कता त्यो 1.5 वर्ष मुद्दाको कुरा आउँछ यहाँ। 1.5 वर्ष मुद्दा लड्नुभयो, त्यसमा त सम्झौतै भएको छैन। सम्झौता पछाडि पो बाटो भन्नु पर्यो त। यहाँ त सम्झौता पछाडिको कुरा होला नि त। यो हामीलाई दिएको लिस्टमा, हामीले हेरेको लिस्टमा हाम्रो कार्यालय अथवा म अन्तर्गतको कार्यालय, मैले नेतृत्व गरेको मन्त्रालय अन्तर्गतको कार्यालय गरेको कुरामा त तपाईँले मुद्दा जितिसके पछाडिको सम्झौताको मिति छ भनिसके पश्चात यहाँको नागरिकहरूले झुक्किनुपर्ने कुनै कारणै छैन नि। यो समय सीमा पनि अब सकिसकेको अवस्था छ। यहाँ हामी न म यो क्षेत्रमा चुनाव लड्छु राजेनजी,
होइन, न म यहाँ भाषण गर्न आएको न स्टन्डबाजी गर्न आएको। हामी जम्मा यो प्रदेशको ऋण आयोजनाहरूको अब पूर्ण रूपमा कार्यान्वयन गर्न चाहन्छौँ। को कतापट्टिको छ, को कसको राजनीतिक दलपट्टि आस्था राख्छ, त्यसमा केही छैन। यसमा अब सरकारले पैसा दिइरहेको छ, काम भइरहेको छैन, नागरिकको पीडा सुत्केरी मरेको कुरा आइरहेको छ। यस्तो पीडादायी अवस्थामा पनि मन पग्लँदैन भने कहिले मन पग्लिन्छ, कहिले काम हुन्छ त हाम्रो देशको, र हामी यो देशलाई समुन्नत बनाउन सक्छौँ। यो कुरा मात्रै गम्भीर कुरा हो। त्यसकारणले मैले निर्माण व्यवसायको कुरा सुन्दै गर्दाखेरि, यहाँको नागरिकहरूको कुरा सुन्दै गर्दाखेरि कस्तो कस्तो महसुस भयो भने, कसैले के हुन्छ भन्दै हुनुहुन्छ भने पेट्रोल चोरी भयो, सिमेन्ट चोरी भयो भन्दै हुनुहुन्छ। किन्नु त तपाईँहरूले नै भयो होला, बाटो त अलपत्र तपाईँहरूकै भयो होला। त्यो किन्नु हुन्थ्यो कि हुँदैन थियो, बेच्न दिनु हुन्थ्यो कि हुँदैन थियो, यो कुरा अलिक गम्भीर रूपमा उठ्यो। र अर्को के भन्नुभयो भने निर्माण व्यवसायीले हामीले त हेर्ने होइन, धेरै सिमेन्ट के अरे बालुवा प्रयोग गर्ने, थोरै सिमेन्ट प्रयोग गर्ने काम चाहिँ मेरो हो, तपाईँहरूको छानबिन गर्ने काम हो भन्न खोज्नु भएको हो। होइन भने उपभोक्ताले, आम नागरिक समूहले कुरा उठाउँदै गर्दा यहाँ यसरी चाहिँ सिमेन्ट प्रयोग भइरहेको छ, बालुवा धेरै प्रयोग भइरहेको छ, ढुङ्गा धेरै प्रयोग भइरहेको छ, सिमेन्ट धेरै कम प्रयोग भयो भने जाँचबुझ गर्ने काम चाहिँ तपाईँहरूको भनेर के भन्दै हुनुहुन्छ। र चोर्ने काम चाहिँ तपाईँको हो अनि छानबिन गर्ने काम हाम्रो हो कि भन्न खोज्नु भएको के? अलिकति कुरा यसमा बुझिएन। त्यसो हो भने राम्रै गरी यसको परीक्षण हुन्छ, निर्माण व्यवसायले राम्रो गरी बुझे हुन्छ। र मलाई के भन्नु छैन भने, अघि एकजना साथीले के भन्नु भने मन्त्री कतिन्जेल थाहा छैन, निर्माण व्यवसाय आएको कारणले पो म आएको भन्नु। तपाईँलाई बधाई छ, निर्माण व्यवसायसँगै विश्वास गरिरहनुहोस्, काम भइरहन्छ। त्यसो होइन भने चाहिँ गणतान्त्रिक व्यवस्थामा यो हामीले लिएको व्यवस्थामा पनि अब नागरिकको कुरा सुनवाई भएन भने, काम भएन भने, हाम्रो काम हुँदैन भने कुन व्यवस्थाले गर्छ काम? यति बेला त नागरिक बलियो भएको व्यवस्था हो नि यो। नागरिकले जति बेला पनि आफ्नो शासन पद्धति बदल्न सक्ने, आफ्नो जनप्रतिनिधि बदल्न सक्ने व्यवस्था छ। अनि यो बेला पनि तपाईँहरूले हामीलाई काम लगाउन सक्नु भएन भने, काम हुन सकेन भने धेरै काम हुन्छ जस्तो मलाई लाग्दैन। त्यसकारणले आज हामी निर्णय गर्न आएको, यहाँ कुरा सुन्न आउने, सुनेर अनि उहाँलाई बधाई दिने अथवा तपाईँहरूलाई धन्यवाद दिएर जान लागि मन्त्रालय आएकै छैन। हामी आज निर्णय गर्छौँ। प्रमुख जिल्ला अधिकारीज्यू पनि हुनुहुन्छ, हाम्रो मन्त्रालयको होल साथीहरू छौँ। हामी मन्त्री फेर्यौँला नि त, जनप्रतिनिधि फेर्यौँला नि त, कर्मचारी साथीहरू त यहीँ हुनुहुन्छ। आज निर्णय गर्ने हो। उहाँले काम गर्ने नगर्ने वचनबद्धता मात्रै गरेर हुँदैन, यहाँ निर्णय हुन्छ, माइनट हुन्छ यहाँ। किनभने मन्त्रालयको टोली आएको छौँ हामी, जिम्मेवार साथीहरू आएको छौँ हामी, जिम्मेवार प्रतिनिधिहरू आएको छौँ। निर्माण व्यवसायले अघि भन्नुभयो म बाटो बनाउँछु भन्नुभयो, बनाउनुहुन्छ, हामी दिन्छौँ, तर कहिलेसम्म बनाउनुहुन्छ? तपाईँको म्याद थप्ने कि नथप्ने? म्याद त सकिसक्यो नि म्याद। अब ल 82 अब वैशाखमा म्याद सकिने, 82 मा म्याद सकिने हो भने यो त 81 देखि भएको छ। ल अब 82 मा तपाईँको म्याद थपिँदैछ, सकिँदैछ। अब तपाईँले गर्ने काम कहिले हो त? म्याद सकिसक्यो, थपिएको म्याद सकिएको छ। फेरि सम्झौता मितिको म्याद मात्र होइन, थपिएको म्याद सकिएको छ। तपाईँले पाउने जुन प्रिभिलेज थियो त्यो पनि पाइसकेर टाइम अब वैशाख 31 गते तपाईँले फेरि समय तपाईँको जाँदैछ। कहिलेसम्म बनाउनुहुन्छ यो बाटो? अब 1 महिनाभित्र त्यो बाटो सम्पन्न हुने कुनै सम्भावना देखिएन। 2 महिनाभित्र होइन, प्रतिबद्धता जनतालाई नढाँटौँ। अब जनतालाई ल यतिको जिम्मेवार बसेर यो काम हामीले जिल्ला प्रशासन कार्यालयमा बसेर गरेको भए पनि हुन्थ्यो। मन्त्रालयमा तपाईँहरूलाई मात्रै बोलाएर निर्माण व्यवसाय र पूर्वाधार कार्यालयको प्रमुखलाई बोलाएर गरेको भए पनि हुन्थ्यो। तर त्यो गर्दा नागरिकले सुन्नु भएन, थाहा पाउनु भएन नि त। अब तपाईँहरूकै बिचमा निर्णय गर्ने हो। पत्रकार साथीहरू पनि हुनुहुन्छ, हामी
अरू सम्पूर्ण पदाधिकारी पनि छौँ। आज निर्णय गरौँ, उहाँले काम गर्नुहुन्छ, प्रतिबद्धता जनाउनुहुन्छ, समय थप्ने निर्णय गरौँ। गर्नुहुन्न आज ठेक्का तोड्ने निर्णय गरौँ। उहाँको जहिलेसम्म चाहिँ म्याद पर्ख्यौँ त्यसको भोलिपल्टदेखि ठेक्का तोड्ने निर्णय गर्नुपर्छ नि त। उहाँले जुन धम्काउनु भयो नि, उहाँले जसरी भन्नुभएको छ ठेक्का तोड्नुभयो भने अर्को ठेकदार आउनलाई समय लाग्छ। स्रोत सुनिश्चित गर्ने बजेट हाल्ने मन्त्रालय आउनु भएको देख्नु भएको छैन? बजेट हाल्छौँ नि त हामी बजेट हाल्छौँ, स्रोत सुनिश्चित गर्छौँ। यहाँ सम्बन्धित माननीय पनि हुनुहुन्छ, यो क्षेत्रको बजेट हाल्ने जिम्मा लिन्छौँ नि त हामी आउने वर्ष। होइन भने कति पर्खिरहन्छ त नागरिकले? पीडा तपाईँलाई लाग्दैन? त्यसकारणले ल तपाईँले काम गर्ने अघि प्रतिबद्धता जनाउनु भएको छ, कहिलेसम्म गर्ने ल भनिदिनुहोस् त। निर्णय गर्नु पर्यो नि त, माइनर लेख्न थाल्नुहोस्। निर्माण व्यवसायले उठेर मलाई टाइम भनिदिनुहोस् त, कहिलेसम्म हो तपाईँले बाटो कहिलेसम्म सम्पन्न गर्ने हो? समय भनिदिनु पर्यो, निर्णय गर्नु पर्यो। म भाषण गर्न आएकै होइन, हजुरले उठेर भनिदिनुहोस् कहिलेसम्म हो? यो निर्णय यहाँ मन्त्रालय सिँगै मन्त्रालय आउनु भएको छ, मन्त्रीज्यू आउनु भएको छ। यो के अरे राज्यले इच्छाएको कुरा, अब राज्यले लागेको कुरा निर्णय गर्ने अधिकार यहाँहरूसँग छ है। मैले बाटो मैले मेरो कमी कमजोरी पनि भनिसकेको छु, म गर्छु भनिरहेको छु। मैले कहिलेसम्म गर्ने त्यो भनिदिनु भयो भने भयो। अब यो के अरे यो वर्षभित्र, यो असार महिनाभित्रै त पिच हुने कुरा त पक्कै हुँदैन, भएन। अब के अरे प्रोसेसले, अब कानुनले के भन्छ, 1 वर्ष टाइम पाइयो भने पिच सकिएला, नत्र नसकिने कुरा मैले यहाँ बोलेर पनि हुन्न। 1 वर्षभित्र सक्नुहुन्छ पिच बनाउनुहुन्छ? पिच सकिन्छ 1 वर्षभित्र। 1 वर्षभित्र 82 भित्र तपाईँले पिच सक्नुहुन्छ? त्यो लेख्दा भयो? लेख्दा हुन्छ। उहाँले काम सुरु गर्नुहुन्छ, काम सुरु गर्छु भन्दैन। तपाईँले 1 वर्षभित्र यो सडक पिच गरेर बुझाउनुहुन्छ? तपाईँले बुझ्नु पर्यो है। म मन्त्री हुँला नहुँला, म मन्त्री रहन्छु रहन्छ ठुलो कुरा होइन। तपाईँ रहनुहुन्छ र यहाँको जिम्मेवार निकाय चाहिँ रहन्छ। तपाईँले बर्खामा गाडी कुदाउने बनाउनुहुन्छ? एकछिन हल्ला नगरौँ न। बर्खामा गाडी कुद्छ कुद्दैन? सिडिओ साहब, तपाईँसँग एकचोटि मेरो भेट भए जस्तो लाग्यो। यो बाटो उहाँले यो बर्खामा गाडी कुदाउँदै भन्नुहुन्छ, निगरानी त हुन्छ नि? सुन्दै हुनुहुन्छ नि तपाईँहरूले? निगरानी हुन्छ नि? सिडिओ साहब, बाटो उहाँले बनाउनु पर्यो, हजुरले हेर्नु पर्यो। यो त कतिलो कुरा सुनिएन नि त अहिलेसम्म। हामीले बसेर सुनेको कुरा त राम्रो सुनेनौँ। त्यसकारण ल उहाँले बर्खा, सुन्नुहोस् है, उहाँले बर्खामा गाडी कुदाउँछु भन्नुभयो। त्यसको यता सुन्नु पर्यो नि, यता सुन्नु न, सुन्नु यता सुन्नु। प्रमुख जिल्ला अधिकारी यहाँ हुनुहुन्छ, उहाँले भन्नुभयो निगरानी गर्ने जिम्मा उहाँले लिनुभयो होइन। प्रमुख जिल्ला अधिकारीज्यूले निगरानी गर्ने जिम्मा पनि लिनुभएको छ। तपाईँले बर्खामा गाडी पनि कुदाउँछु भन्नुभएको छ होइन। फेरि यहाँ तपाईँले यस्तो नेता आए गए के हुन्छ भन्ने ठान्नु भएको छ नि, तपाईँको भुल हुन्छ ठुलो। यो ठुलो भुल हुन्छ है। अगाडि त भन्नुभएको छ है, अगाडि भइरहेको छैन, अझ पो भन्नुभएको छैन। ल त्यस्तो हो भने साथीहरूले अब के गरौँ भने, उहाँले 1 वर्षभित्र यो सडक कालोपत्रे बनाउँछु भन्नुभयो। यसमा निर्णय गरौँ। तर बर्खामा गाडी कुद्ने गरी यो बर्खामा गाडी कुदाउने जिम्मा तपाईँले लिनुपर्छ। निर्माण व्यवसायीले कम कुदाको बर्खामा गाडी हामीले होइन गाडी त होइन, मान्छे पैदल पनि हिँड्न नसक्ने अवस्था छ। 82 भित्र उहाँले बाटो पिच बुझाउँछु भन्नुभएको छ। अहिले त 81 हो।
1 वर्ष भनेको त अब अहिले हामी 82 1 वर्ष भनेको 82 हो असार मसान त्यो पाउनुहुन्छ 82 मसान त पाउनुभयो असार मसान त पाउनुहुन्छ के असार मसान त पाउनुहुन्छ 1 वर्षभित्र त्यही लेखौँ ल 1 वर्षभित्र उहाँले बाटो 1 वर्षभित्र हजुर के भन्नुभयो 83 को चैत्र मसान्तसम्ममा सक्नुपर्छ 1 वर्षभित्र छोडौँ न 1 वर्षभित्र आजको मितिले 1 वर्षभित्र हो ठीक छ यस्तो हो आजको मितिले 1 वर्षभित्र आजको मितिले अरू कुरा छोडिदिनुहोस् अब दिनगन्ती सुरु गरौँ आजको मितिले 1 वर्षभित्र बाटो कालोपत्रे गर्नु पर्यो सुन्नुहोस् कुरुमाङ सर अर्को चाहिँ यो बर्खा यो बर्सातको समयमा 1 वर्ष मैले 1 वर्ष मागेको आजको मितिले भने तर अब बाइ द वे असार मसान्तसम्म त तन्किनु सक्छ नि हो के अरे कामको सिजन हो नि त असार मसान्त लानु तन्काउन किन तन्काउनु बर्खा लागेपछि चाहिँ के काम हुन्छ असार मसान्तमा त कामै हुँदैन त कता तन्काउनुहुन्छ असार मसान्तमा बिल लिनुहोस् न भुक्तानी लिनुहोस् त्यो पो हो त कुरो त ल 1 वर्षभित्र माइनेट गर्नु पर्यो सबैले साइन गर्नु पर्यो यहाँ निर्णय गर्ने हो नि आज निर्णय गर्ने हो जनताले पनि गर्न पाउनुपर्छ एउटा त्यो हो जनताले पनि गर्न पाउनुपर्छ अर्को चाहिँ यो बर्खा बाटो चल्नु पर्यो त्यो जिम्मा तपाईँको हो नि यो बाटो चल्छ नि यो बर्खा यहाँ सुत्केरी महिलाहरूको अकालमा मृत्यु हुने अवस्था आउँदैन नि आइसकेको उहाँहरूले देखिरहनु भएको छ चल्छ हामी के अरे गरिरहेछौँ ल धन्यवाद तपाईँलाई ल यो बर्खा बाटो कुदाउने जिम्मा पनि गाडी कुदाउने जिम्मा उहाँले लिनुहुन्छ प्रमुख जिल्ला अधिकारीज्यूलाई मैले सोधेको छु उहाँले निगरानी गर्नुहुन्छ र गराउनुहुन्छ र अब बाँकी कुरा चाहिँ साथीभाइहरूले पनि यहाँको आम सरकारवाला नागरिकहरूले पनि बाटो क्वालिटीको भएको छ कि छैन क्वान्टिटी मात्रै पुरा गर्दैछ कि दूरी मात्रै पार गर्दैछ कि बलियो पनि बन्दैछ भन्ने कुरा पनि निगरानी राखिदिनु होला र हाम्रो पूर्वाधार कार्यालय छ पूर्वाधार कार्यालयको प्रमुख यहाँ हुनुहुन्छ चाहिँ शोभाकान्त रोनियारजी उहाँहरू मार्फत पनि केही कमजोरी भइरहेको छ भने मलाई फोन गर्नुहोस् हामी सच्याउँछौँ काम कति भएको छ त्यति बराबरीको जुन 55% भएको छ त्यो भएर भुक्तानी भएको कि नभइकन भुक्तानी भएको त्यो कुरा बारेमा पनि सम्पूर्ण कुरा हुन्छ यो कुरा बारेमा पनि सम्पूर्ण कुरा हुन्छ तपाईँहरूले आज सम्झनुहोस् यहाँ मन्त्रालय आइपुगेको छ कि हामी यो बाटोको बारेमा भयङ्कर पीडा भइरहे आएको उहाँले सुनाउनु भएको छ शोभाकान्तजीले यस्तो समस्या भयो ठुलो समस्या आयो त्यो समस्याको निराकरण अब मन्त्रालय नपुगे हुँदैन भनिसके पछाडि आएको त्यस कारणले अब यो निर्णय भयो यो लिखित निर्णय हुन्छ र यो लिखित निर्णय पालना भएन भने चाहिँ अब कारबाही प्रक्रिया सुरु हुन्छ र तपाईँले निर्माण व्यवसायलाई हामीलाई वर्क सेड्युल चाहिँ दिनु पर्यो अफिससँग वर्क सेड्युल चाहिँ लिनु पर्यो कहिले के प्रगति हुन्छ त अब 1 वर्षभित्र कालोपत्रे गरिसक्ने भनेपछि अब 1 महिनाभित्र के हुन्छ 2 महिनामा के हुन्छ 6 महिना पछाडि के हुन्छ 7 महिना पछाडि के हुन्छ अनि र पिच हुने होला त्यस कारणले वर्क सेड्युल बुझाउनुपर्छ तपाईँले वर्क सेड्युल अनुसार काम भएन भने फेरि पनि हामी आउन बाध्य हुन्छौँ त्यो परिस्थिति नहोस् भन्दै मेरो छोटो भनाइ अब म भाषण गर्न नआएको हुनाले आज मेरो छोटो भनाइ यहीँ टुङ्ग्याउँछु हस् धन्यवाद नमस्कार